राधे राधे सबैलाई स्वागत छ है त भिडियोमा। आज भने हरिशयनी एकादशी हो। आषाढ शुक्ल पक्षको एकादशी, जसलाई हामी देवशयनी एकादशी भनेर मान्ने गर्छौं। र भगवान विष्णुलाई आजदेखि हामी शयन कक्षातर्फ पठाइरहेका छौं। आजदेखि चातुर्मास प्रारम्भ हुन्छ र आजदेखि लिएर भगवान 4 महिनासम्म क्षीरसागरमा योग निन्द्रामा जानुहुन्छ। त्यसैले यसलाई हरिशयन गर्ने दिन भनिन्छ, जसलाई चातुर्मास भनेर हामी भन्ने गर्छौं। त्यसैले तुलसीको बिरुवा रोप्न अघि पहिले हामीले मोठलाई शुद्धि बनायौं। माटो थपेर चन्दन अक्षताले माटोको पनि पूजा गरिसके पश्चात हामीले अब हातमा प्रेम र श्रद्धा साथ भगवती तुलसीलाई हातमा ग्रहण गरेर आफ्नो हातद्वारा रोप्न लाग्यौं। तुलसी वृक्ष बिरुवा की सिंचती ही मुरझाए, हरि भरोसे जो रहे जंगल में हरि आए। जसले मनमा भगवानलाई विराजमान गर्छ भने उसको मनमा भगवान आउनुहुन्छ। तर तुलसीलाई जसले बिरुवा मात्रै सम्झिन्छ, एउटा जंगल सोच्छ भने त्यो तुलसीको पूजा गरेको फाइदा छैन। त्यसैले तुलसी किन लगाउने भन्दाखेरि यहाँ आयुर्वेदिक र स्वास्थ्यले पनि यहाँ बताउँछ कि हावा शुद्ध पार्छ। तुलसीको बिरुवा घरमा लगाइएको छ, तुलसीको मोठ छ भने हावा आउँदैछ भने र त्यो तुलसीको वृक्षको पत्तालाई छुएर जब घरभित्र हावा पस्छ भने त्यसलाई भनिन्छ कि अक्सिजन हामीले प्राप्ति गर्छौं र ब्याक्टेरिया मार्छ र अक्सिजनको मात्रा बढाएर लान्छ तुलसीले। त्यसैले तुलसीलाई धेरै पवित्र वृक्षको रूपमा मानिएको छ। भगवान विष्णुको पूजामा तुलसीको पात बिना प्रसाद अधुरो मानिन्छ। हरिशयनी एकादशीदेखि लिएर तुलसी विवाहसम्म तुलसीको विशेष पूजाहरू गरिन्छ। जहाँ तुलसीको वास छ, जहाँ तुलसी रोपन हुन्छ, त्यो घर त भागवतमा बताइएको छ, त्यो घर तीर्थ समान हुन्छ। वसतम पापनाशनम, त्यो घरमा बसेका पापहरू पनि आज भागेर जान्छन्। र जुन घरमा तुलसीको पूजन हुन्छ त्यो घरमा सदैव भगवती लक्ष्मीको वास हुन्छ भनेर भनाइएको छ। हेर्नुस्, तुलसीलाई छुनु, तुलसीलाई जल चढाउनु र परिक्रमा गर्दा पनि व्यक्तिलाई हजारौं अश्वमेध यज्ञ गरेको फल प्राप्ति हुन्छ भनेर धेरै ग्रन्थहरूमा बताइएको छ। र त्यसैले आजको दिन विशेष मात्रा